हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीजीले के भन्नुभएछ भनेदेखि आफ्ना कार्यकर्ताहरूलाई एमालेका कार्यकर्ताहरूलाई 11 बजेदेखि 2 बजेसम्म तपाईहरुले काठमाडौँलाई क्याप्चर गर्नुस् भनेर अर्थात् नियन्त्रण अर्थात् क्याप्चर गर्नुस् भनेर ओलीजीले भन्नुभएछ। यो सिरियस कुरा आयो अब, किनभने यो क्याप्चर गर्ने भने के हो? के हो क्याप्चर गर्ने भने? क्याप्चर गर्नको लागि के नेपालको संविधानले प्रधानमन्त्रीका कार्यकर्ताले काठमाडौँलाई क्याप्चर गर्न दिन्छ? यो संविधान नेपालको ऐन बमोजिमको छ। यो वास्तवमा क्याप्चर गर्ने भनेको त भोलि मैले भनेको कुराले ओलीजीलाई चित्त बुझेन भने के उहाँले मलाई क्याप्चर गर्ने, मेरो परिवार क्याप्चर गर्ने, मेरो घर क्याप्चर गर्ने त्यो अधिकार उहाँलाई छ? प्रजातन्त्र भन्ने शब्दको उहाँले मखौल उडाउनु भएको छ र जुन मनस्थिति देखाउनु भएको छ हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले जुन मनस्थिति देखाउनु भएको छ त्यो मनस्थिति भनेको अधिनायकवादी र अझ फासिस्ट मनस्थिति हो। तपाई भन्नु होला फासिस्ट भने के हो? फासिस्ट भनेको जसले प्रजातन्त्रका मूल्य मान्यतालाई अस्वीकार गर्छ, जसले उदारवादी दर्शनलाई, उदारवादी मानवाधिकारमा निहित, उदारवादमा निहित मानवाधिकारको दर्शनलाई अस्वीकार गर्छ र जसले वास्तवमा व्यक्तिगत स्वतन्त्रता भन्ने कुरा, व्यक्तिको स्वतन्त्रतालाई कुनै महत्त्व दिँदैन र जो सरकारमा बसेको छ त्यो सरकारले जे भन्छ त्यो ठीक हो, सरकारले भनेको मान्नुपर्छ र सरकारले भनेको नमान्नेहरू जति चाहिँ राष्ट्र विरोधी हुन् र यिनीहरूलाई सकाप पार्नुपर्छ भन्ने जुन मनस्थिति हो त्यो मनस्थितिलाई हामी के भन्छौँ? फासिस्ट मनस्थिति भन्छौँ। र अहिले मेरो दृष्टिकोण, मेरो स्पष्ट धारणा के छ भने प्रधानमन्त्रीज्यूले, केपी शर्मा ओलीजीले फासिस्ट चरित्र देखाउनु भएको छ उहाँको अभिव्यक्तिबाट र उहाँले नेपाली जनतासित क्षमा माग्नुपर्छ यो मैले गल्ती गरेँ भनेर। वास्तवमा यो जो फासिस्ट प्रवृत्ति देखिएको छ र फासिजममा निहित भ्रष्टाचार, फासिजममा निहित दुराचारको संस्कार जसरी देशमा अहिले झाँगिँदै गएको छ, यसको विरोध गर्नु पनि यो जेठ 15 गते राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणा गरेको आन्दोलनको एउटा मुख्य उद्देश्य यही हो। हेर्नुहोस्, जुन किसिमबाट अधिनायकवादी प्रवृत्ति देशमा बढेर गएको छ, जुन किसिमबाट भ्रष्टाचार व्यापक भएर गएको छ, जुन किसिमबाट म शासनमा बसेपछि मैले जे पनि गर्न सक्छु भन्ने मनस्थिति व्याप्त भएर गएको छ, यो देश त मेरो पेवा हो, हाम्रो वीरता हो भन्ने जुन किसिमको मनस्थिति व्याप्त भएर गएको छ, त्यसको विरोध गर्नु त्यो हामी हुन दिँदैनौँ। प्रजातन्त्रमा यो प्रजातन्त्रको नाममा प्रजातन्त्रलाई मास्न हामी दिँदैनौँ भनेर आवाज उठाउनु यो देश जेठ 15 गतेको हाम्रो एउटा मुख्य धारणा यो पनि हो। यसको साथसाथै हामीले भनेका छौँ के भने यो देशमा स्थिरता, प्रगतिको लागि चाहिने स्थिरता र सन्तुलन र नियन्त्रणको हाम्रो मौलिक अवस्था हेरेर सन्तुलन र नियन्त्रणको यथार्थतालाई दृष्टिगत गर्दा नेपालमा संविधानभित्रको राज संस्था अहिलेको अवस्थामा आवश्यक छ, आन्तरिक अवस्थाले पनि र बाह्य अवस्थाले पनि। र नेपालको पहिचान सर्वधर्म समभाव हिन्दू राष्ट्र आवश्यक छ भनेर हामीले राखेको पनि छौँ र यो कुरालाई हामी जेठ 15 गते हामी जनताको सामु लिएर जान चाहन्छौँ। यो काममा हाम्रो प्रधानमन्त्रीजीले नियन्त्रण गर्ने भन्नुभएको छ, क्याप्चर गर्ने भन्नुभएको छ र कसले क्याप्चर गर्नुहुन्छ उहाँले हामी हेर्छौँ। हामी आफ्नो लक्ष्य अनुसार, हामी आफ्नो भनाइअनुसार हामी 15 गते शान्तिपूर्ण तरिकाले आफ्ना अभिव्यक्तिहरू, प्रजातान्त्रिक तरिकाले आफ्ना अभिव्यक्तिहरू हामी जनताको सामुन्ने राख्छौँ। ल उहाँले क्याप्चर गर्न मान्छे पठाएको हुन्छ।